Hey guys, welcome back to my new video. आजको भिडियोमा म र्यान्डम नम्बरमा लगातार कल गर्ने हाल्छु छु जबसम्म कि कसैले मलाई 100 रुपैयाँ दिँदैन। एउटा कुरा गाइस, कुनै कारणले पुलिसहरु वा कुनै अफिसियल नम्बरमा फोन गयो भने त मेरो हालत नै खराब हुन्छ। म त राम्रै केटीले मात्रै फोन उठाउँछन् साथीहरु। हेलो गर्नु होला, तपाईले डायल गर्नु भएको नम्बर दिदैन। कृपया सही नम्बर। अब स्टार्ट गरौँ साथीहरु। मैले सुरु गरिसके 9864275471 नम्बर टाइप गरिसके। अब हेरौँ कसलाई फोन लाग्छ। तपाईले डायल गर्नु भएको नम्बर यो नम्बरमा त फोन लाग्दै लागेन साथीहरु। पहिलो नम्बरमै धोका खाइयो केही छैन। अब अर्को नम्बरमा ट्राई गरौँ। यसमा कसैले फोन नै उठाउनु भएन। अब अर्को नम्बरमा ट्राई गरौँ। हेरौँ यसबाट कसले फोन उठाउँछ, दाइ दिदी अंकल आन्टी या अरु कुनैले। अब यो नम्बरमा ट्राई गर्छु साथीहरु। हेर्न सक्नुहुन्छ यो नम्बरमा फोन लाग्यो साथीहरु। हेलो, अहिले म युट्युब भिडियो बनाइरहेको थिएँ अनि त्यसमा चाहिँ म र्यान्डम नम्बरहरुमा कल गरेर भनिरहेको थिएँ के अनि के तपाई मलाई 100 रुपैयाँ दिन सक्नुहुन्छ? गाली नहीं दे सकता, फैमिली देखती है वरना मैं ऐसे गाली दूं। उहाँले त हुँदैन भनिसक्नु भएको छ। अब अर्को नम्बरमा ट्राई गरौँ। हेलो हाई, हजुरको नाम के हो? श्रेया। मैले र्यान्डम नम्बरमा फोन गरेर रुसै मागिरहेको छु, के तपाई दिन सक्नुहुन्छ? नहीं। क्या हो गया तुम्हें? क्यों नहीं बोल रहे हो? माँ खराब हो जाएगा, मैं माँ अम्मा बहन पे आ जाऊंगा मैं इनकी। फेरि अर्को नम्बरमा फोन लागिसकेको छ साथीहरु। हेलो, म चाहिँ बबिन बोलेको। ओ भाइ, उहाँले त नोन टेस्ट भनेर फोन नै काटिदिनु भयो साथीहरु। हेलो हेलो हेलो, मैले युट्युब भिडियो बनाइरहेको छु। फेरि अर्को रिजेक्ट मिलिसकेको छ साथीहरु। हेलो, म युट्युबमा भिडियो बनाइरहेको थिएँ, त्यसको लागि मैले अहिले र्यान्डम नम्बरहरुमा फोन गरेर पैसा मागिरहेको छु। के तपाई मलाई दिन सक्नुहुन्छ? तपाईले डायल गर्नु भएको नम्बर मिलेन। कृपया सही नम्बर डायल गर्नु। त राम्रै केटीले मात्रै फोन उठाउँछन् साथीहरु। हेलो, अर्को नम्बरमा फोन लागिसकेको छ, हेर्न सक्नुहुन्छ। हेलो तपाई मलाई चिन्नुहुन्छ? र्यान्डम नम्बरहरुमा कल गरेर भनिरहेको थिएँ के अनि के तपाई मलाई 100 रुपैयाँ दिन सक्नुहुन्छ? तरिका है भीख मांगने का, चुप कर बे कुत्ते। म त कसैले पनि दिनु भएको छैन। अब चाहिँ साथीहरु म एउटा आइडिया लाउँछु। हेलो रमेश बोल्नु भएको हो? होइन, तपाईको नाम के हो? ए हो र, तपाईको रु 100 तिर्न बाँकी रहेछ। मैले चाहिँ धेरै नम्बरमा फोन गरिसके तर पनि कोही नम्बरमा गलत भनिरहेको छ कि स्विच अफ कि फोन नै उठाउँदैनन्।